नमस्ते सम्पूर्णमा स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। र साथै यहाँ चाहिँ बर्थडे सेलिब्रेसन है, बिलिटेड बर्थडे सेलिब्रेसन हुँदैछ र यहाँ बहिनीको साथीहरु सबैजना आइसक्नु भयो र म पनि यहाँ साथी गफ गर्दै उनीहरुसँग भिडियो गर्दैछु। र साथीहरु हेर्दै गर्नुहोस् है, मन पर्यो भने लाइक शेयर कमेन्ट गर्नु चाहिँ नबिर्सिदिनुस् होला। खाइदेऊ न, आज के हुँदैन, खाऊ खाऊ, के हुँदैन। हाम्रो कुक चाहिँ यहाँ हुँदैछ है, यहाँनिर चाहिँ यस्तो बन्दैछ हो। यहाँ आधी पाकिसक्यो, यहाँ चाहिँ के पाक्दैछ अब चाहिँ नेक्स्ट चाहिँ पुलाउ। यहाँ चाहिँ भाइले पुलाउ बनाउँदैछ नानीले। यो चाहिँ मेरो डिपार्टमेन्ट, यो चाहिँ उसको। भेज पुलाउ, यो चाहिँ भेज पुलाउ। यो चाहिँ कोरियन चिकनको लागि बनाएको है। यहाँनिर चाहिँ फ्राई गरेर राख्दैछु। आजको वेदर चाहिँ यस्तो छ है। के बनाउनु भएको बहिनी? हामीले चाहिँ आज फ्रेन्च फ्राइज बनाउँछौँ। पेरी पेरी फ्राइज यो चाहिँ बनाउँदैछ यहाँ। यो चाहिँ अघि, यो चाहिँ मैले फ्राई गरेको है। यो चाहिँ के को लागि अरे? यो हो ड्राइगन चिकन होइन, ड्राइगन चिकनको लागि यो पनि मैले फ्राई गरेको बनाउने चाहिँ यहाँ दादाले हो। यहाँ छोरीले काट्दैछ। हाम्रो छोरीले कस्तो काम गर्छ यता हेर न अन्त। हो यहाँनिर यस्तो च्यालेन्ज भइरहेको छ। के पिरी पिरी यता हेर न, मैले त्यही भएर ल्याइदिएको। यहाँ चाहिँ कोरियन चिकन हुँदैछ है। यहाँ चाहिँ पास्ता पनि पाक्दैछ। घुम फिर के सबै लुक्दैछ। लुकेको हेर्न त्यहाँ। दामी बनाउँदो रहेछ। के हो यो चाहिँ? चिजी पास्ता, व्हाइट सस पास्ता। बर्थडे गर्ल चाहिँ यहाँ छ। सबैजनाले दिनु पर्यो। ल ल ल देऊ न, तिमीहरूले देऊ न, म खिचिदिँदैछु नि त यहाँ। ल यता हेर त सबैजना, यता हेर त सबैजना। एकछिन अलिकति एकछिन 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 होइन, अहिले खिचिदिन्छ नि, यता बस्नु ल। बाङ यहाँनिर हाम्रो बहिनीहरू हो, अनबक्सिङ पनि हुनु लाग्दैछ हो। आमा लु, अब चाहिँ यहाँनिर हाम्रो बहिनीहरू, यहाँनिर यहाँ पनि एकदम भिडियो हुँदैछ। खोल्नु हाँस्दै एकछिन हौ। यहाँ नि अब एकदम जोगाएर खोल्नु पर्यो नि फेरि। दामी रहेछ। सबै सब्जी दाल सेम अस्तिको अरे, सिटी मात्रै लाग्दैन। ल त सिटी चाहिँ लाग्दैन अरे। हामी पुरा मन पर्यो। कसको चोइज हौ? त हेर्नु न दादा। ल त दामी दामी। ल अन्त देखाउनुहोस् त। हौ त्यो अलिकति त्यो इन्डक्सनमा राख्नु नि एकछिन। इन्डक्सनमा त पाक्ने होइन त्यो है।
बाहिर त यो मन पर्यो है राम्रो लाग्यो यति हुन्छ तार भन्नु हो फुल बुन्ने तार भन्नु दुईटा होइन नि फुल बुन्ने तार भनेर 50 रुपियाँको 5 ल अब बहिनीहरू जाने सबैजना बाई बाई ल ल बाई 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 ल बाई 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 ल ल ल ल के हामी चाहिँ यहाँ कराईमै पो जाँदैछ सबैजना कुटी कुटी अब चाहिँ म पनि खाने यो गरेको चाहिँ पोरेन्सी